देवघाटको अँध्यारो रात। देवघाट नेपालको एक पवित्र ठाउँ, तर पुराना मानिसहरू भन्छन् रातको केही समयपछि यहाँका केही रहस्यहरू कहिल्यै पछ्याउनु हुँदैन। एक रात करिब 12 बजे एकजना युवक देवघाटको नदीको किनार हुँदै एक्लै घर फर्कँदै थियो। चारैतिर एकदम शान्त थियो। हावा बिस्तारै चलिरहेको थियो र मन्दिरको घण्टीको आवाज टाढासम्म गुन्जिरहेको थियो। अचानक उसले परबाट कसैले बिस्तारै गीत गाइरहेको जस्तो आवाज सुन्यो। डराउँदै उसले आफ्नो टर्च त्यही दिशातिर बाल्यो। त्यहाँ उसले 4 जना वृद्ध महिला जस्ता देखिने छायाहरू नदीको किनारमा बिस्तारै घुम्दै र नाच्दै गरेको देख्यो। उनीहरूका खुट्टाले जमिन छोएको जस्तो पनि देखिँदैनथ्यो। उसले साहस गरेर एक कदम अगाडि बढायो। त्यत्तिकै ती मध्ये एउटी छायाले बिस्तारै आफ्नो टाउको उसको तर्फ फर्काई, तर त्यो अनुहारमा आँखा थिएन, मुख पनि थिएन। त्यहाँ केवल कालो अन्धकार मात्रै थियो। डरले उसको शरीर नै जम्यो। उसले केही क्षण आँखा बन्द गर्यो। फेरि आँखा खोल्दा त्यहाँ कोही पनि थिएन, तर नदीको बालुवामा भने 4 वटा साना खुट्टाका छाप देखिन्थे र ती सबै छाप बिस्तारै उसैतर्फ आइरहेका थिए। त्यस रातपछि त्यो युवक फेरि कहिल्यै रातको समयमा देवघाटको त्यो बाटोमा फर्किएन। आजसम्म पनि स्थानीय मानिसहरू भन्छन् रातको गहिरो अन्धकारमा देखिएका केही छायाहरूलाई पछ्याउनु हुँदैन, किनभने कतिपय रहस्यहरू रहस्य नै रहँदा राम्रो हुन्छ।